हेलो मिनासान कोनिचिवा। आज फेरि हामी लेसन 5 को ग्रामर लिएर हजुरमा आइसकेका छौँ। भिडियो लिएर भिडियो हेर्नु अगाडि भिडियोलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु पनि नभुल्नु होला है त। र लेसन 5 अन्तर्गत पढ्नुपर्ने ग्रामर अन्तर्गत नाउन प्लेसको प्लेस भनेको ठाउँ र मेन पढ्नुपर्ने पार्टिकल ए पार्टिकलले जहिले पनि तिर भन्ने जनाउँछ र इकिमास किमास र खाइमास जानु आउनु र फर्कनु तीनवटा ए पार्टिकलको प्रयोग गरिन्छ। जस्तै यहाँ हेरौँ, ए पार्टिकल ए तिरले कुनै ठाउँतिर भन्ने दिशालाई बनाउने कार्य गर्दछ। ए पार्टिकलले कुनै ठाउँतिर भन्ने दिशालाई जनाउने कार्य गर्दछ। यसले वाक्यमा भएको स्थान सूचक शब्दको पछाडि गएर बस्दछ, त्यसैले यसलाई डिरेक्सन मार्कर भनिन्छ। यसले कर्म सब्जेक्ट कतातिर जान्छ भन्ने कुरालाई हाइलाइट गर्दछ। वाक्यमा यो सुप्त रूपमा आए पनि यसले सधैँ तिर भन्ने अर्थ लिएर आएको हुन्छ। यसको बारेमा अन्य जानकारी भनेको छ, यो अव्ययले सधैँ ठाउँलाई सकेत गर्दछ। तिर पार्टिकल एले सधैँ ठाउँलाई सकेत गर्दछ। कतातिर भनेपछि ठाउँ भयो। ए पार्टिकल सधैँ ठाउँलाई सकेत गर्दछ। यो महत्त्वपूर्ण कुरा। एउटा ए पार्टिकल एउटा र हिरागानाको यो हे, हामी हिरागानाको लेख्दाखेरि हे आ इ उ ए भनेर यसरी पढ्दाखेरि हे भनेर लेख्छौँ भने अक्षरलाई अव्ययको रूपमा प्रयोग गर्दा यसलाई ए भनेर उच्चारण गरिन्छ। हामी बोल्दाखेरि दोको ए भनेर भन्दाखेरि चाहिँ ए भनेर उच्चारण गरिन्छ। जस्तै उदाहरणको लागि आसिता दोको ए मास्ता आसिता, भोलि कतातिर जानुहुन्छ? के भयो? दोको भनेको ठाउँ भयो, कहाँ, र ए पार्टिकलले के गर्यो? ठाउँतिर सङ्केत गर्यो, तिर, कतातिर भनेर दोको ए इकिमासका भनेर प्रश्न गरेर भोलि कतातिर जानुहुन्छ भनेर प्रश्न गर्दाखेरि एन्सर के भयो त? काठमाडौँ इकिमास, काठमाडौँतिर जान्छु। त्यसै गरी अर्को उदाहरण रहेको छ, किन सिचिजिनी उचिए खाइरी मासिता, हिजो कति बजे? 6 बजे उचिए घर, उची भनेको घर, ए पार्टिकल के भयो? तिर भयो, घरतिर फर्किएको थिएँ। खाइरी मासिता हामीले हिजो पढाएको थियौँ नि साथीहरू, पास्ट नेगेटिभ र पास्ट पोजिटिभ। खाइरी मासिता के भयो? पास्ट पोजिटिभ। फर्किएको थिएँ, खाइरी मासिता के भयो? पास्ट पोजिटिभ। बुझ्नु भएको छ? अर्को रहेको छ दोको ए मो इकिमासे दिशा। हिजो मैले भर्खर भने इकिमासे र इकिमासे दिशा पास्ट नेगेटिभ र पास्ट पोजिटिभ। पास्ट नेगेटिभमा इकिमासे दिशा, नेगेटिभमा र पास्ट पोजिटिभमा मासे दिशा। दुईवटा कुरा बुझ्नुपर्ने। जब कुनै प्रश्नवाचक शब्दले पार्टिकल मो लिन्छ तब प्रयोग हुने क्रियापद भब जहिले नेगेटिभ हुन्छ। यहाँ दोको ए मो वा दोको मो यो नेपाली भाषामा कतैतिर पनि र कहीँ पनि भन्ने अर्थ जनाउँछ। जस्तै उदाहरणको लागि आसिता वातासिवा आसिता दोको एमो इकिमासेन, दोको एमो कतैतिर पनि के भयो? यहाँ मासेनमा आयो, पास केमा आयो? नेगेटिभमा आयो, मासेनमा आयो, नेगेटिभमा आयो र यसको अर्थ के भयो? म भोलि कतैतिर पनि जाँदिनँ। दोको ठाउँ ए भनेको पार्टिकल तिर, मो भनेको पनि कतैतिर पनि जाँदिनँ। अर्को रहेको छ खारेवा किन दोकोमो इकिमासे दिशा, कहीँ पनि गएको थिएन। खारेवा किन दोकोमो इकिमासे दिशा, खारेवा ऊ किन हिजो, दोको ठाउँ, मो पनि। दुईवटा यहाँ बुझ्नुपर्ने दुईवटा कुराहरू यसरी। एउटा यो हामीले मो पार्टिकल पनि, अर्को दोको कहाँ, र यो हिजो पढेको इकिमासे दिशा पास्ट नेगेटिभ। बुझ्नुभयो? मासे दिशा आयो त पास्ट नेगेटिभ भयो। खारेवा किन दोकोमो इकिमासे दिशा, बुझ्नु भएको छ? यसको अर्थ के भयो? हिजो कहीँ पनि गएको थिएन। अर्को लेसन 5 मा पढ्नुपर्ने दुई पार्टिकल इकिमास, किमास र खाइमास दुई पार्टिकल है त हजुर। पार्टिकल दे जब कतै जान आउन अथवा फर्किन कुनै सवारी साधनको प्रयोग गरिन्छ भने त्यो सवारी साधनलाई पार्टिकल देले सङ्केत गर्दछ। यहाँ पार्टिकल देको काममा
मबाट द्वारा भन्ने अर्थ लाग्छ। दे पार्टिकलले मबाट र द्वारा, म कुनै ठाउँमा छु, म कतै जानु पर्यो, कतै बेला फर्किनु पर्यो, कतै बेला आउँदैछु भने केबाट आउँदैछु त बुझ्नु भएको छ। केबाट आउँदैछु त त्यो कुरालाई जनाउनलाई, केबाट आउँदैछु भन्ने कुरा जनाउनलाई चाहिँ दे पार्टिकलको प्रयोग गरिन्छ है साथीहरू। त्यसै भनेको छ जान आउनु अथवा फर्कनु कुनै सवारी साधनको प्रयोग गरिन्छ भने सवारी साधनलाई चाहिँ के जनाउँछ त दे पार्टिकल जनाउँछ। सवारी साधन नभइकन अरू कुनै केहीको माध्यमबाट आइन्छ भने त्यो माध्यमलाई, त्यो स्रोतलाई जनाउनको लागि दे पार्टिकलको प्रयोग गरिन्छ। र फर इक्जाम्पलको लागि के हो नान्दे इतिहासका आज केबाट नान्दे है साथी, केबाट नान्दे, केबाट आउनुभएको थियो वासुदेव इतिहासका, केबाट आए त बसबाट आए। बुझ्नु भएको छ। आउन, जान, फर्किन तपाईँले के को प्रयोग गर्नुभएको छ त्यो साधन र स्रोतलाई सङ्केत गर्नको लागि दे पार्टिकलको प्रयोग गरिन्छ। फर्स्ट बुझ्नुपर्ने एउटा यहाँ नोटमा लेखेको छ, यदि कुनै पनि सवारी साधनको प्रयोग नगरेको खण्डमा आरोहितले हिँड्दै पैदलको प्रयोग गरिन्छ र यो अवस्थामा पार्टिकल दिएको प्रयोग गरिँदैन। जस्तै तपाईँ कुनै पनि साधनको प्रयोग नगरिकन कुनै ठाउँबाट एक ठाउँबाट अर्को ठाउँमा जानुभयो, आउनुभयो, फर्किनु भयो र त्यो बेलामा तपाईँले कुनै पनि साधन र साध्यको प्रयोग गर्नुभएको छैन भने त्यो अवस्थामा तपाईँ हिँडेर आउनुभएको छ भने त्यो अवस्थामा दे पार्टिकलको प्रयोग गरिँदैन। दामी बुझ्नुभयो। जस्तै आसितावा आरोहितले गाकोरे इकिमास, वातासी वा आरोहितले गाकोरे इकिमास, के भयो म हिँड्दै विद्यालयतिर जान्छु। के हो यहाँ आरोहितले हिँडेर आयो नि त, हिँडेर आएपछि दे पार्टिकल प्रयोग गर्नुपर्छ साथीहरू, परेन। त्यहाँ कुनै पनि साधन र स्रोतको प्रयोग गरिएको पाइएन, छैन। त्यसैले आरोहितले गाकोरे इकिमास, के हो गाकोतिर हामी भर्खर पढेको याद अगाडि पढेको ए पार्टिकलले स्कुलतिर, विद्यालयतिर इकिमास जान्छु भन्ने अर्थ जनाउँछ। त्यसैले अर्को रहेको छ नाउन पर्सनल एनिमल अनि तो भ भनेको छ। पार्टिकल तो जब कुनै कार्य कुनै व्यक्ति वा पशुको साथ गरिन्छ भने त्यो व्यक्ति वा पशुलाई पार्टिकल तोले सङ्केत गर्दछ र यसको अर्थमा सँग भन्ने हुन्छ। के भन्नुहुन्छ, कुनै कार्य कुनै व्यक्ति वा एउटा कुनै काम म अथवा कुनै पशुसँग गरिन्छ भने त्यो व्यक्ति वा पशुलाई चाहिँ त्यो पार्टिकल तोले सङ्केत गर्दछ र यसको अर्थ के हुन्छ, सँग भनिन्छ, तोसँग भनिन्छ। त्यो पार्टिकल त्यो लागेपछि कुनै कार्य गरिएको छ भने त्योसँग यसो गरियो भनेर जनाइन्छ र सङ्केत गर्दछ। जस्तै उदाहरण लागि खाजोको तो पोखराए इकिमास्ता, खाजोको के भयो परिवार भयो, त्यो भनेको सँग भन्ने बुझ्यो र पोखराए इकिमास्ता परिवारसँग पोखरातिर गएको थिएँ भनिन्छ। बुझ्नुभयो। र अर्को रहेको छ माया छ यिने त सानको सिमास, माया छ हरेक बिहान यिने जनावर पनि भएछ साथीहरू, पशु पनि भएछ। पशु भयो कुकुर, त्यो पार्टिकलले सँग भन्ने गरेर हायर गरेको छ, कुकुरसँग त्यो भनेर सँग जनायो र सानको सिमास भनेको टहलिन्छु भनेको छ। यो चाहिँ हिँड्छु भनेको है साथीहरू। नोटमा लेखिएको छ, यहाँ मार्क गरेको छ, तपाईँले बुझ्नु यहाँ सक्नुहुन्छ। यदि कुनै कार्य कुनै व्यक्ति वा पशुको साथ बिना नै गरेको खण्डमा हितोरिते एक्लै प्रयोग गरिन्छ र यो अवस्थामा पी पार्टिकल तोको प्रयोग गरिँदैन। बुझ्नु साथीहरू के भन्नु, यहाँ कुनै कार्य ऐन भने यहाँ ए भनेर दे पार्टिकलमा पढेको थियो नि हामीले, कुनै साधन वा स्रोतको प्रयोग नगरेको अवस्थामा दिएको पार्टिकल दिएको प्रयोग गरिँदैन भनेर पढेका थियौँ। र यसमा हामी कुनै कार्य कुनै व्यक्ति वा पशुसँग सँगै गरिँदैन, एक्लै गरिन्छ। हितोरिदे सिमास्ता एक्लै, म आफैबाट अरू कसैको सहयोग बिना कसैको साथ बिना गरियो भने त्यो अवस्थामा पार्टिकल तोको प्रयोग दामे गरिँदैन है त। अर्को रहेछ जस्तै उदाहरणलाई वातासी वा हितोरिदे निहोरे इकिमास्ता, म हितोरिदे म एक्लै जापानतिर आएको थिएँ। वातासी वा म चाहिँ अथवा म एक्लै हितोरिदे निहोरे जापानतिर इकिमास्ता आएको थिएँ। भन्नुभयो कुनै व्यक्ति वा कुनै पशुसँग कुनै कार्य गरिँदैन, आफै एक्लै कुनै कार्य गरिन्छ भने त्यो अवस्थामा पार्टिकल तोको प्रयोग गरिँदैन। हितोरिदे गरिन्छ भने आफै एक्लै गरिन्छ भने त्यो अवस्थामा पार्टिकल तोको प्रयोग गर्दैन। र कुनै व्यक्तिसँग कुनै पशुसँग सँगै दुईजना
सँगै गरिन्छ भने त्यो अवस्थामा त्यो पार्टिकलले सँग भनेर सङ्केत गरेर पार्टिकलको अथवा शब्दको निर्माण गरिन्छ होइन। अर्को रहेको छ इचु कहिले। इचु भनेको कहिले। इचुको प्रयोग गरी कसैलाई कुनै कार्य कहिले गर्नुहुन्छ गर्नुभयो भने प्रश्नलाई यो स्वरूपको प्रयोग गरिन्छ। इचु कहिले आउनुभयो, कहिले जानुहुन्छ, कहिले किन्नुभयो, कहिले बिहे गर्नुहुन्छ भनेर प्रश्न गर्दा कहिलेलाई के भन्नुपर्ने छ त इचु। इचुको प्रयोग गरेर कुनै प्रश्न कुनै कार्य कहिले गर्नुहुन्छ कहिले गर्नुभयो भनेर प्रश्न गर्दाखेरि इचुको प्रयोग गरिन्छ। जस्तै फर इक्जाम्पलको लागि हामी सक्छौँ जस्तै इचु काठमाडौँ इकिमास्का, इचु काठमाडौँ इकिमास्का, इचु निहोने इकिमास्का, कहिले जापान जानुहुन्छ अथवा कहिले काठमाडौँतिर जानुहुन्छ। इचु निहोने काठमाडौँ इकिमास्का, कहिले काठमाडौँतिर जानुहुन्छ भने राइसियो इकिमास। राइसियो भनेको आउने हप्ता, आउने हप्ता जान्छु भन्नुभयो। आनन्द तान्जे विवाह इचु देशका एकदम व्यावसायिक भिजामा अप्लाई गर्नुहुने र अप्लाई गर्नुहुने सोच बनाएर पढ्नुहुने स्टुडेन्टहरूलाई मेन्सन छु। इन्टरभ्यूको बेलामा गएको इन्टरभ्यूको बेलामा एकदमै महत्त्वपूर्ण क्वेसन जहिले पनि सोधेको क्वेसन आनन्द तान्जे विवाह तान्जे विवाह इचु देशका भनेर सोध्छ साथै। यो प्रश्न पनि तपाईँलाई सिक्नलाई महत्त्वपूर्ण लाग्छ। यो एन्सर यो तपाईँहरूलाई प्रश्न पनि हो र यो सिक्दाखेरि इचुको प्रयोग पनि भयो। यो तपाईँले बुझिराख्नु होला। आनन्द तान्जे विवाह इचु देशका तपाईँको जन्मदिन कहिले हो त्यसो भन्नुभयो। अनि जिउनी गाछु जिउको निची देश डिसेम्बरको 15 तारिक हो। साथीहरू अर्को चाहिँ तान्जे विवाह भन्यो भने चाहिँ तपाईँहरूको महिना र गति भन्नु पऱ्यो र अर्को सिनेन गापी भन्नु चाहिँ टुरे तपाईँको डेट अफ बर्थ मिति महिना र बार सहित हुनुपर्ने हुन्छ होइन। यो चाहिँ एकदम व्यावसायिक भिजामा अप्लाई गर्ने सोच बनाएर यो भिडियो हेर्दै हुन्छ भने तपाईँहरूलाई थप एडभान्समा नयाँ कुरा पनि सिक्ने अवसर पाउनुभयो होइन। र अर्को रहेको छ यो लेसन 5 अन्तर्गत अन्तिममा रहेको यो पार्टिकल यो वाक्यको अन्तिममा प्रयोग गरी कसैलाई थाहा लागेको कुरा जानकारी दिन वा वक्ताले आफ्नो निर्णय व्यक्त गर्न पनि यो स्वरूपको प्रयोग गरिन्छ। जस्तै कुनो बासु वा काठमाडौँ हिमास्का यो बस काठमाडौँतिर जान्छ। इए चुकिनो बास चुकिनो देश्यो इए चुकिनो देश्यो देश्यो अर्को देश्यो बुझ्नु यहाँ के भन्नु पर्ने छ। यो वाक्यको अन्तमा प्रयोग गरी अरूलाई थाहा लागेको कुरा जानकारी दिन वा वक्ताले आफ्नो निर्णय व्यक्त गर्नुपर्छ। उसले के भयो यहाँ यो वक्ता भयो, यो क्यु भनेको एउटा वक्ता भयो। यो क्यु वक्ताले प्रश्न सोध्यो त्यो व्यवस्था काठमाडौँतिर जान्छ भन्यो। उसलाई थाहा छैन जान्छ जान्न थाहा भएन। उसले प्रश्न गर्यो र प्रश्न अथवा थाहा नभएको मान्छेलाई अर्को मान्छे ए भन्ने मान्छेले उत्तर दिँदाखेरि ए होइन चुकिन देश्यो अर्को हो नि त्यो हो अर्को हो भन्दाखेरि यो पार्टिकलको प्रयोग गरिन्छ साथीहरू। साथै अब हेर्दाखेरि हामीले आज पढेको पार्टिकल ए तिर यसले कुनै ठाउँलाई सङ्केत गर्दछ। ठाउँ कुनै ठाउँतिर कतै जाँदा कतैबाट आउँदा कुन ठाउँतिर भनेर गर्दाखेरि यसले ठाउँतिर भन्ने दिशालाई जनाउँछ सङ्केत गर्दछ। अर्को रहेको छ डोको ए मो डोको भनेको कता डोको ए मो भनेको कतै पनि र डोको मो भनेको काहीँ पनि यो दुईवटा कुराहरू। र अर्को रहेको छ भएको पार्टिकल देले कुनै पनि कार्य कुनै स्रोत र साधनबाट कुनै कार्य सम्पादन भएको छ भने केबाट सम्पादन भएको है त्यो स्रोतलाई त्यो साधनलाई व्यक्त गर्दाखेरि दे पार्टिकलको प्रयोग गरिन्छ। अर्को रहेको छ तपाईँको तो मैले भनिसकेँ कुनै व्यक्ति र पशुसँग सँगै कार्य गर्दाखेरि तो पार्टिकलको प्रयोग गरिन्छ भने कुनै व्यक्ति अथवा कुनै पशुसँग नभइकन एक्लै हितोरी दिएको कुनै सिको त्यो सिमास गरिन्छ भने त्यो अवस्थामा तो पार्टिकलको प्रयोग गरिँदैन भनेर मैले अघि नै भनिसकेँ। बुझ्नु पऱ्यो तो पार्टिकलको कुनै व्यक्तिसँग अथवा कुनै पशुसँग कुनै कार्य गर्दाखेरि तो पार्टिकलको प्रयोग गर्नुपर्छ। र इफ कुनै पनि पशु अथवा कुनैसँग मान्छेसँग गरेन भने त्यो बेलामा पी पार्टिकलको प्रयोग गर्नु पर्दैन। हितोरी दे डट डट सीमासित सीमासेन भनेर बुझ्नु पर्दछ। र अर्को प्रयोग छ इचु। इचु भनेको कहिले अहिले पनि भने यो चाहिँ प्रश्न मजाले र कुनै कार्य कहिले गर्नुभयो
कहाँबाट गर्नुभयो, कसरी कहिले गर्नुभयो, अनि अर्को कहिले गर्नुहुन्छ भनेर सोद्धाखेरि इन्चु भनेको कहिले भन्ने बुझ्नुपर्दछ। र अर्को रहेको छ, लास्टमा रहेको छ यो। योले चाहिँ प्रश्नवाचक अथवा कुनै पनि थाहा नभएको मानिसलाई कुनै कुरा थाहा दिँदा चाहिँ यो भन्नुभयो। जस्तै यहाँ क्युए क्यु भन्ने मान्छेले कतातिर बस्दा यो बस कता काठमाडौँतिर जान्छ भनेर सोध्यो, उसलाई त्यो कुराको कहाँ जान्छ भन्ने कुरा आइडिया छैन, थाहा छैन। र दोस्रो ए भन्ने मान्छेले होइन यो अर्को हो भनेर देशियोको प्रयोग गरेर यसको एन्सर दिएको छ। र आजको लागि लेसन 5 अन्तर्गत पढ्नुपर्ने 4-5 वटा ए, म, अनि दे, तो, यो, अनि अर्को दोको म ए भन्छ। कतैतिर पनि दोको ए म, दोको म, कतैतिर पनि दोको म, कतै पनि दे ए भन्ने जति पनि हामीले लेसन 5 अन्तर्गत पढ्नुपर्ने ग्रामरहरू पढ्यौँ। यसको लागि फेरि तपाईँले रिभिजन गर्नुहोला, यो भिडियो फेरि दोहोऱ्याएर हेर्नुहोला। बुझ्नु भएन भने कमेन्ट बक्समा हामीलाई पनि सिक्ने अवसर मिल्छ, तपाईँले पनि सिक्ने अवसर पाउनुहुनेछ। यसको लागि हामीलाई कमेन्ट पनि गरेर नभन्नु होला। र फेरि पनि अन्त्यमा भिडियोलाई लाइक, कमेन्ट अनि सेयर र सब्सक्राइब गर्नु भने नभन्नु होला। हवस्, धन्यवाद।